ल हे 2026 को पहिलो क्याम्पेन हामी सबै दाजुभाइहरू मिलिकन कोलम्बसदेखि चाहिँ लगेर केन्टुकी कोलम्बस ओहायो टु केन्टुकी ओहायो बिचको बोर्डरको साइडमा चाहिँ यसरी बस्ने योजना गरेको छौँ अनि हामी बाटोमा जाँदैछौँ। तपाईँहरूले बाटोको दृश्यहरू हेर्न सक्नुहुन्छ भने जाँदै गर्दाखेरि अनि हामी वहाँ पुगेर पनि के हुन्छ तपाईँलाई देखाउनेछु। हरिहरि बाटोमा देख्नुहुन्छ उपरी साइडमा अहिले चाहिँ बाटो सिधा छ हामी गइराखेका छौँ। साइड साइडमा घरहरू पनि देख्न सक्नुहुन्छ। हामी पहिलो रहेछौँ खास नि हामी पहिलो अब तपाईँहरूले बिस्तारै गाउँको घरहरू देख्दै हुनुहुन्छ। यो घर पनि कति दामी रहेछ। क्याम्पेन बस्ने नै भएको त हो। मेरो सिग्नलै हरायो देख्नुभयो। इन्टरनेटै चल्दैन नि क्या यहाँ। अरे इन्टरनेट चलेन भने त बर्बाद भयो। ल धम्म धम म्याट्रेस मिलाइराखेको छ यहाँभित्र हाम्रो सबै आज बेलुकाको लागि प्राकृतिक बसहरू मात्रै यहाँ धम्म धम यस्तो पिस छ बार्बिक्युको। यसपालि कस्तो हुँदैछ यो क्याम्पेनको बार्बिक्यू? एकदम दामी फ्यान्टास्टिक राम्रो भइरहेको छ। फर्स्ट टाइम हो होइन हाम्रो यो क्याम्पिङ पहिलो अनुभव। कतिवटा कुराहरूमा च्यालेन्जिङ भए तापनि सबै कुरा राम्रो हुँदैछ। आजको क्याम्पिङ कम्ती मात्रै छ। यहाँको मान्छेलाई यहाँ सोद्धा हुन्छ होला हौ यहाँ कुन उताको पर्वतखेरि यो खोलाले मलाई कहाँबाट आएको भनेन भन्नु नि अनि साँच्चै नै डराउनु पर्दैन यहाँ आउँदैन स्याकेरी
त्यो त त्यही हो नि हो अन्त तर मलाई त मेरो छोरीले अनि त्यो पड्केकोले अनि पानी हान्दैन मलाई मिठो लाग्छ लु 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 कस्तो छ कस्तो लाग्यो यो खाइसक्यौँ अब एकछिन वाकिङ भुँडी घटाउन लागि भनेर हिँडिरहेको छौँ भुँडी त के घट्थ्यो खाएको छौँ त्यसरी नै आज पहिलो दिन हेरौँ अब कस्तो हुन्छ आजको रात बिताइएको छैन अब भोलि बिहान उठेर मात्रै थाहा हुन्छ ल ल ल अब हाम्रो आजको फर्स्ट पहिलो खानेकुरा खाइसकेर हामी यो सामान चाहिँ यहाँ भित्र हामी सेफ्टी हिसाबले राखेर एकछिन हामी वाकिङमा हिँड्ने प्रयास सोच्दैछौँ गाइजहरू हेर्नु है पहिलोचोटिको क्याम्पेन यसो यस्तो छ है यो एरियाहरू हेर्नु सक्नुहुन्छ कस्तो लाग्छ तपाईँहरूलाई आउन सक्नुहुन्छ तपाईँहरू पनि समय मिलाएर